बुद्ध जयन्तीको सबैजनालाई धेरै धेरै शुभकामना। नमस्कार सबैजनालाई, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल वन्डर विथ अस्मितामा। आजको भ्लग सुरु हुँदैछ वर्ल्डको वान अफ द मोस्ट फेमस पेगोडा सेडागनबाट। धेरै वर्ष अगाडि चाहिँ यहाँ म्यानमारको दुईजना व्यापारीहरूले चाहिँ गौतम बुद्धलाई भेट्नु भएको थियो अनि त्यति बेला चाहिँ भगवान गौतम बुद्धले उहाँहरूलाई आफ्नो केशको रेशा निकालेर दिनुभएको थियो। त्यसपछि चाहिँ त्यो केस लिएर दुई व्यापारीहरू म्यानमार आए अनि राजाको सहयोगले चाहिँ त्यो कपालको रेसालाई एकदम सुरक्षित गरेर चाहिँ यहाँ राखिएको थियो। अनि केही टाइम पछि राजाको सहयोगले चाहिँ त्यही स्थानमा यो सेडागन पेगोडा बनाइएको हो। सेडागन पेगोडा चाहिँ म्यानमारको सबैभन्दा पवित्र बौद्धिक स्थल भनेर मानिन्छ। साँझ परिसकेपछि अलिक अँध्यारो भइसकेपछि एकदम नै राम्रो देख्छ। यो पुरै अँध्यारोमा पुरै टल्किन्छ। यो यहाँ चाहिँ अराउन्ड 85 to 90% सम्म मान्छेहरूले चाहिँ बुद्ध धर्म मान्नुहुन्छ। यस्तो चर्को घाम छ, म पसिनाले लतपत भइसके। यो पेगोडालाई चाहिँ धेरै पुरानो र विशेष भनेर मानिन्छ। हुन त यो अरू पेगोडाहरू जस्तो नै बनाइएको हो, तर यसमा चाहिँ के छ भने जुन बाहिरको लेयर छ नि, बाहिरको चाहिँ पुरै सुनको पात्रहरूले ढाकिएको छ। धेरै वर्ष अघिदेखि नै यहाँको श्रद्धालु भक्तजनहरूले चाहिँ पहिलेदेखि सुन दान गर्दै आएको हो, जुन चाहिँ सेडागनको बाहिरपट्टिको पार्टलाई ढाक्नको लागि युज गरिएको छ। अनि यसले गर्दा चाहिँ यो झन् धेरै चम्किलो देखिन्छ। यति मात्र नभएर सेडागनको माथि टुप्पोमा चाहिँ हिरा, रुबी र अरू धेरै बहुमूल्य रत्नहरू चाहिँ राखिएको छ, जसले चाहिँ यो सेडागन पेगोडालाई चाहिँ झन् सुन्दर बनाउन मद्दत गरिएको छ। झन् राति परिसकेपछि, सूर्यास्त भइसकेपछि, अझ अँध्यारो भइसकेपछि यो यस्तो मजाले टल्किन्छ। ओहो, संसारमा सबैभन्दा धेरै पेगोडा चाहिँ यही म्यानमारमै छ। एउटा, दुईटा, 10वटा, 20वटा होइन, हजारौँको सङ्ख्यामा चाहिँ यहाँ पेगोडाहरू छन्। सेडागन पेगोडा चाहिँ अराउन्ड 2500 वर्ष पुरानो पेगोडा मानिन्छ। यहाँ चाहिँ हप्ताका 7 दिनहरू आइतबारदेखि शनिबारसम्म प्रत्येक दिनसँग एउटा विशेष बुद्धको रूप जोडिएको हुन्छ। यसलाई चाहिँ विकडे बुद्ध पनि भनेर चिनिन्छ। यो चाहिँ बुद्ध धर्मको एउटा परम्परागत विश्वास हो। प्रत्येक दिनको आफ्नो आफ्नो नै अर्थ हुन्छ, जस्तै कि आइतबार सूर्यसँग जोडिएको, सोमबार चन्द्रमासँग, अनि अरू दिनहरू पनि ग्रह र विशेष गुणसँग सम्बन्धित हुन्छ। जसरी चाहिँ हामीले नेपालमा बुद्ध जयन्ती भनेर सेलिब्रेट गर्छौँ, त्यसरी नै यहाँको मान्छेहरूले चाहिँ वैशाख डे भनेर सेलिब्रेट गर्छन् अनि एकदमै भव्य तरिकाले मनाउँछन्। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। आई जस्ट होप तपाईँलाई यो भिडियो मन पर्यो होला। सी यू इन माई नेक्स्ट भिडियो। बाई।